के हुन्छ भन्दा यो जीवन हामीलाई बाँच्न मन लागेन। अहिले मान्छेहरू धेरै मान्छेहरू डिप्रेसनमा गएको, समस्या आएको, घर छोडेर भागेको यस्तो समस्या भइरहेको छ। योबाट हामी जोगिनु पर्छ होइन। त्यो जोगिनको लागि के गर्नु पर्यो? हामी सचेत हुनु पर्यो र व्यवहार ठिक गर्नु पर्यो होइन। खर्च गर्ने आवश्यक खर्च त गर्नै पर्यो कि, धेरै ठाउँबाट ऋण लिएर जतान खर्च गर्ने बाटो चाहिँ रोक्नु पर्यो है। होइन भने आवश्यक कुरा त गर्नै पर्थ्यो, आवश्यक कुरा त हामीलाई चाहिन्छ नै होइन। तर हामी देखासिखीले अनावश्यक साथी सङ्गतको लैलैले हामी त्यो चाहिँ दुर्घटनामा परेका छौँ। त्यो दुर्घटनाबाट हामी जोगिनुपर्छ र एउटै ब्याङ्क अब कोबाट गर्नु पर्यो? स्वावलम्बनसँग कारोबार गर्नु पर्यो। कोसँग गर्नु पर्यो? स्वावलम्बन। तपाईँको पुरानो ब्याङ्क हो कि होइन? हो नि? विश्वास छ कि छैन तपाईँहरूसँग? खै बोल्नु भएन क्या, अब बोल्नु पर्यो। विश्वास छ कि छैन? छ नि? विश्वास भएको ब्याङ्क जहाँ हो त्यहीँ कारोबार गर्नु पर्यो। तपाईँहरूले आउनुहोस्, म हाकिम साहब हुनुहुन्छ, सल्लाह गर्नुहोस्। तपाईँलाई दुःख कहाँ पर्यो? 4-5वटा ब्याङ्कमा ऋण छ, कसैमा 2 लाख छ, कसैमा 1.5 लाख छ, कसैमा 1 लाख छ। 3 ठाउँमा जाँदाखेरि महिनामा 50,000 किस्ता तिर्न पुग्छ भने त्यो 3 ठाउँको कर्जाको ठाउँमा गएर 5 लाख हुन्छ भने हामी 5 लाख रुपियाँ गराइदिन्छौँ। बरु महिनामा 15,000 रुपियाँ इज्जत जगाउनुहोस् तपाईँहरूले पनि। सल्लाह गरेर